हेलो गाइज, स्वागत छ तपाईहरुलाई मेरो सानो भ्लगमा। आज चाहिँ गाइज हामी चाहिँ मेला लागिसकेको छौं। श्री शिवरात्रि मेलामा हामी प्रवेश गरिरहेछौं हैन। दुईजना टक टक हिँडिरहेछौं। गाडी एकदम के भन्छ अटोहरु एकदम भिडभाड नै छ। यो चाहिँ हाम्रो गाउँ हो है। हाम्रो देख्नुहुन्छ गाइज हैन, टिप्परमा के रे ट्र्याक्टरमा मेला मान्न धुमधामले गइराख्नु भएको छ हाम्रा महानुभावहरु चाहिँ हैन। हामी चाहिँ पैदलमा आके लखर हिँड्दिने हो के छ र हैन। यस्तै छ। के भन्न चाहन्छस् त तैले? केही भन्न चाहन्न। मेलाको चलपल हेर्नुस् गाइज, पुरै रमाइलो छ हैन। टिप्पर ट्रक ट्र्याक्टरदेखि लिएर बस अटोसम्म गइराछन्। आज मेलाको चलपल धेरै नै राम्रो छ। ल पछाडिबाट नि आइराछ है। पछाडिबाट चाहिँ अटो आइराछ। हामी चाहिँ हिँड्दै जाने हो के रिल्याक्स चिल पारामा हिँड्नुपर्छ मेलामा चाहिँ हैन। त्यही हो कि नै? एकदम। तर भ्यालेन्टाइन डे आज हुनुपर्ने कि यार छ्या। हेर्छ नि त अनि हेर्ने नि त गरे नि। के तँलाई लाज लाग्यो? आयो ल हाम्रो मामाहरु पनि अगाडि हुनुहुन्न रहेछ गाइज हैन। त्यही हो। ल गाइज मेलाको भिडभाड चाहिँ हैन। ल देख्न सक्नुहुन्छ हामी चाहिँ पुलमा बसेर टक्क बारे मस्तले आफ्नो भ्यू लिइराखेका छौं हैन। एकछिन थकाइ पनि लाग्यो, टाढाबाट हिँडेर आएको अनि यसो बसिराखेका छौं टक्क हैन। अझै पुग्नु पर्ने त हामी तयारी हो। ठिक छ, त्यही पनि केही छैन। हाम्रो केटाहरु चाहिँ आइसकेका छैन हैन। हामीसँग भेट भइसकेको छ अनि भाडा तिरिराखेका छन् यतिर। ओ कस्तो हो? नमस्कार हजुर। नमस्कार हजुर। जुङा काटेर चिरी च्याट्टै भएर आइछौ त यार। के छ यार तिम्रो यार? हेर्छन् कि भनेर हेर्दै हेर्दैन यार। ओके यार। अटोमाइज कहाँबाट हेर्छन् नि? तेर्छ न तले पनि हेरौँ कि भने कि ल गाइड हाम्रो ज्ञान चाहिँ यो गाइड हैन। ल भाइरल हामी चाहिँ अब के भन्छ अरे मेलातिर लाग्दैछौँ हैन। भेटौँ ल उतैतिर। नेट चलाएन के। अब हामी चाहिँ उतैतिर भेटौँ ल हैन। ल गाइड हाँ ल यहाँ चाहिँ जाम भइसक्यो। ल ल ल मेलाको भ्लग ल ल ल ल गाइज छोयो कि पात लाग्यो नि फेरि थाहा छैन। पात लाग्दा कम हुन्न फेरि। मलाई किन आज लास्टी रमाइलो लागिरहेको छ यार। ल घाट झरेर ठिकै गर्यो यार। ल ल ल ल यार। ओ मेरो हातमा त के म हर्रे हर्रे के म हर्रे कसै इलेक्स मात्दैन नि अरे। एक्लै भयो म त। पसङ पर्या त्यसले मनोज होइन र मैले चिनेको थिएँ नाम थाहा छैन यार, बिर्सिले मैले। मान्छेले चिन्छन् यार मलाई यार। लाजा पर्ने नि चिने त राम्रो हो नि त। भाइरल मान्छेलाई ल ल ल ल मेला 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 ल मेला ल ल ल मेला मेला के रे? राम राम मेला हो मेला। ए शिव यार। ल ल ल आयो ल ल ल मेला। हैन कस्तो हो? ल ल ल ल यो कलाकार पनि आइसक्नु भएको छ हाम्रो राई समाजज्यूहरू। ल ल ल मेला मेला बस्छकै भिड छ। एक्सिडेन्ट ल ल ल ल ल आम ओइ
भिडियो बना त कसको जीवनको बाटोमा काँडा हुन्छ त्यही त म बालेनको डोजार चलाइदिन्छु भनिरहेको छु त घन्टी बजाएर बाइक पार्किङ त यता गइ छैन ल केटा छिटाओ न यार छिटाओ यार म एक्लै भएँ के ल छिटाओ यता हेऱ्यो ल ल आउनु पर्यो आउनु पर्यो ल ल ल आमा भिड थियो यार के भन्नु पर्यो यो राम्रो मान्छे आउनु मेलामा भन्नु राम्रो राम्रो मान्छे आउनु भने कि मेलामा हो कि यार हामी चाहिँ कहाँबाट बिछुट्यो ओके हामी बिछुट्टेर आएको त हो कि होइन गाई नआरामै कोही पनि नआराम यार तर लास्टै भिड छ यार नि गाडीको मात्र त होला त्यो बाजे बाजे ओए मेला आयो मेला नखाँदै लागिएको होला खाइस् त के हो अहिले यार हजुर नखाँदै लागिहाल्यो खाइस् त के हो अहिले दोकानमा त्यो मान्छेहरू मेला मानेर पनि फर्किसक्नु आएको होइन भिडभाड चाहिँ यता पनि रहेछ पार्किङ चाहिँ यता रहेछ होइन स्टप एकतर्फी जाने बाटो ल यहाँबाट चाहिँ एकतर्फी मात्रै छ नेपालमा यार भन्छ बन्द हुने कुरा बन्द भइरहेको छ होइन हामी चाहिँ आफ्नै तालमा हिँड्नुपर्छ क्या बाटो दिनु कस्तो फिल भइरहेको तिमीलाई मलाई एकदम राम्रो होइन पुरै गर्मी फिल भइरहेछ होइन जिउमा यसो तापक्रम बढ्दैछ तापक्रम बढ्यो तल फुट्यो ल सहयोगी मन्दिरतिर धरो ल हामी चाहिँ मेलामा प्रवेश गरिसकेका छौँ होइन यहाँ फोटो खिच्ने टिकटक बनाउने कार्यक्रम कता हो कता यता चस्मा यात्रु चस्मा हेर न कत्रो छ गोबडा यत्रो छ कहाँ छ त अलि तल हुन्छ यात्रा चस्मा किन्न आएको छौँ कुन चस्मा छानी पनि कुनमा किन्ने प्यालामा हरियोमा रातोमा अब तिमीलाई कस्तो मनपर्छ भन्ने कुरा हो होइन कस्तो देखिन्छ लगाएर हेर त कस्तो देखिन्छ कुन चस्मा कुन तिमीलाई भन्नु ओरेन्ज छ त यात्रा चस्मा हेर त लगाएर कस्तो देखिन्छ कता काति निकाल्ला हेर्ला थिएँ मैले यात्रोकै यो 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 छैन खै लगाएर कस्तो देखिनु चाहिँ यात्रो हुँदै कुन त यो यतातिरको यो निकाल्नु यो हो यो यो फेरि यो भन्छ यो अनि हो त्यो यो दाइ लामा ल खतरा ठिक छ अब ठिकै छ अब चस्मालाई कति रुपियाँ हो 500 चस्मालाई त कता थियो बडा यो जाति राख्ने उठी त लाग्यो त गएर घुमेर अन्त गरेर अनि बिहिबार मन्दिर जाने बिहिबार ल आओ ल आइसक्रिम खसिसक्यो यहाँ 10 रुपियाँ झाडु लगाइसक्यो अरे यार सुभाष झन् ह्यान्डसम भान यार के हो त यार
ह्यान्डसम हुनुको के छ रहस्य भएन त अनि खतरा डर लाग्यो क्या यत्रो चस्मा लगाएर कति लामो लाइन हो ल है ल ओइ आमा नि मेला हो नि होइन भन्छन् कि यार के यहाँ तुरन्त अलिकति नमिल लाग्यो नि ल हामी चाहिँ मन्दिर आइसकेका छौँ है मन्दिरमा चिचाउनु भएन जाम्पा लगाएर दर्शन गरौँ एउटी पाइ नानु केटाहरू कहाँ गयो यार ए पछाडि अगाडि बढ्दैछौँ अन्य भागवतीको माया यहाँले सबै गरिदिनुहोस् अनि कामना गर्न चाहन्छौँ धेरै कामना गर्न बाँकी छ यहाँको मेला 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 ओए रुको दर्शन त गरौँ यार गोर्खाबाट आए पनि हामीलाई 200 रुपियाँ दान गरिदिने आदरणीय व्यक्तित्व कञ्चन अधिकारीको परिवारलाई सम्मान छ भित्र नै यहीँबाट दर्शन गर्नु पऱ्यो नि ल जाम कता जाने हो सानो सहयोगको अपेक्षा गरेका छौँ कृपया यहाँ आउनु पनि रसिद काटेर सहयोग गर्ने भएमा यहाँ आएर रसिद काटेर सहयोग गरिदिनका लागि पनि म अनुरोध गर्न चाहन्छु रेकर्ड बोल्या हो कि मुखले बोल्या हो मुखले बोले त्यसैले बाबुराम नेपाली हुनुहुन्छ ढोलाई 17बाट उहाँले पनि 105 रुपियाँ दान गर्नुभएको छ उहाँलाई पनि हामी सम्मान गर्न चाहन्छौँ उहाँका सहयोगी त्यसैले पुस्तिका बाटोमा हुनुहुन्छ ढोलाई पुरस्कारको बाटो हुनुहुन्छ उहाँहरूले पनि ओए नहर्रे हौ हाँ? हाम्रो पालो आउँछ कि नै के भिरो भन्दा यस्तो के को भिरो यहाँनिर यस्तो ओइ आइज हेर्दोबाट के भिरो यहाँ यस्तो ओ भाइ गड भिड त देख्यो म यता आएँ छ भाइ अनि के को भिरो यार यस्तो यहाँ ओइ के को
भिड हो क्या यो के को भिड हो शिवरात्रिको भिड पो रहेछ यार थाहै नभएको शिवरात्रिको भिड अरे नि त अनि आज त यार ल हामी चाहिँ निस्किसक्यौँ है भिडबाट त्यसलाई लट्ठी लैगयो कसलाई त्यो केटीलाई खै त मलाई लट्ठी हान्ने गर्छ ल हामी चाहिँ कता खाम बने हा छैन त्यही पुरानो इतिहास मात्रै हो धर्म गरौ हो भनिदिन्छु ल टिकटकमा भाइरल है टिकटकमा भाइरल ए धेरै मलाई नदेख भाइरल भयो भने गाह्रो छ फेरि गाह्रो छ नि यार अनि भाइरल होस् त यार सब यताबाट आएछन् लास्ट टाइम बाटै भएन यार घुम्नुपर्छ भन्नु हो घुमाउनु पर्छ अरे ल ल खासमा नाच्ने ठाउँ यहाँ हुनुपर्ने हो अघि थियो त यार पुगेर प्रार कहिले त यहाँ तल पोखरामा नाचखान यहाँ आएर टक्कै 1 घन्टा पछि भन्दै के नाचो यो त रियालिटी हो लाग्यो नाच्ने हो हेर्ने हो नाच्ने हो क्या कता हो त नाचो हुन्छ कि मैदान बजार नाच्लाई कपाल पिटक पिटक मार्नु होइन होइन घरमा यस्तै एकजना भलगर जन्मियो भने नि देश विकास हुन्छ भन्दा बस खै त के अनि कहाँ छ के पहिलो भनिरहेको नयाँ तलतिर हुन्छ कि ऊ पार्छ ल जान्छ पारिहालौँ न त्यहाँ ओ बाबू नलतार तार हो क्या यार नहीं नखा मैले सहीसँग बाबु समाजमा खायो यो हो नि त तरिका होइन ल आज रोजरी भएको किनेर लगाउदिनु हुन्थ्यो कसैलाई दिनु हुन्थ्यो
रोज डे पनि होइन भ्यालेन्टाइन डे होइन किनेर कसलाई दिने र भ्यालेन्टाइन डे गिफ्ट डे सकियो त के थाहै भएको थिएन म त यार के गर्ने यार भएको भए दिनु हो नि त खै अरे हैट नदेखा यार खै पानी दिनको ल यहाँ चाहिँ पानी खाँदैछन् केटाहरूले होइन ल हजुर चारवटा आइसक्रिम पानी 6वटा होइन ल खाने त यस्तैमा हो यस्तैमा दिन्छ तर ल माक्सा आयो बाक्सा आयो भन्छ कि माक्सा भन्छ नि खै एउटा बाक्सा हो माक्सा हो बाक्सा आयो बाक्सा आयो भने त नाक्छ भन्नु के बाक्सा आयो बाक्सा आयो हामी आइसक्रिम खाँदै है त्यो कालो नहालिदिनु है सेतो मात्र राखिदिनु ए सुप पारा छ नि यत्तरे तारे त पनि पानी परो एउटामा चाहिँ सेतो मात्रै हाल्नु ल पारिहाल त पनि त्यसकोमा सेतो मात्रै हालिदिने मेरोमा सेतो मात्रै सेतो मात्रै कहाँ हुन्छ त्यो बाबु हुन्छ त धेरै छेउमा आई डोन्ट लाइक दिस यो अड्डाउन मिल्दैन ए बाक्सा आयो भन्नु त बाजेले 3 दिनसम्म हुन्छ अरे बड्डा यो बरफ नुन हाल्ने दिने छुमा थिएन होइन अलि मिलाइदिनु पछि खान्छ बाक्सा आयो भन्छ मनोज स्पेसल वाला भरिनु लाग्यो क्या यार यो स्पेसल त डबल मिक्स भयो त्यसको सेतो मात्र ट्याप्पै खाजी भरिरहेको त्यही भने होइन भरेन त्यति भन्ने हाम्रो दाइ सुप बाहिर सकिनु लाग्यो थाहा छैन अनि धेरै धेरै धन्यवाद कति भयो भन्नुहोस् त हजुर एउटा 80 रुपियाँ थ्याङ्क यू पार्ने दिएकोमा ओए कतै बसेर खाम न कतै हे त खाइसक्यो अब डाइनले त यत्रो रे ठक्कियो के यार सम्मासँग खेल्न पायो मजा आउँछ सम्मासँग खेल्न म यो चरिदिङ कोसँग खेलेँ त आश्रमलाई होइन जेठीसँग क्या राम्री सुभाष केबी बाको रेल केबी बाले रेल पठाइदिएको छ यार केबी भिडियोमा टिकटकमा हाल्नु पर्छ भाइरल हुन्छ ओके के बारे ल है केबी बाको रेल आयो है केबी बाको रेल पठाइदियो आन्दोलनमा केपी भागेको ऊ प्रचण्डे भागेको हेलिकप्टर बड्डा यार चाहिँ यार पक तँलाई पक फेरि ल गाइस हाम्रो मेला सकिसकेको छ ल कृपया भिडियो नबनाए होइन मैले आफ्नो भिडियो बनाएको छु यार गाह्रो छ ल अब हाम्रो मेला चाहिँ सकिसकेको छ हामी चाहिँ अब घरतिर लागिरहेका छौँ होइन यस्तै छ ए हो ल देखाइदिइरहेको छु ल है देखिन चाहनुहुन्छ रे तपाईँ ल है मेरो आँखा कुनै मोबाइल रह लेजर लाइट लेजर लाइट आइरह के ब्ल्याक कलर दुईटा लगाएको कन्फ्युजिङ यहाँ क्लियरली भन्नु पर्यो के हो व्हाइट ज्याकेट भन्नु व्हाइट ज्याकेट सर्ट भन्न सक्छ डरायो होला नि